क्राउडलाई हेरेर बुझेर प्ले गर्ने गर्छु I want to known by my work rather than my face or my body There was nothing easy about Jenny Thamang donning the name of DJ Jenny and entering the largely male-dominated music industry of Nepal 5 years ago. पहिला त फ्यामिलीले नै त्यस्तो सपोर्ट गर्दैन त्यसमाथि सोसाइटीको नराम्रो नजर अनि त्यसपछि सेक्युरिटी प्रब्लम पनि अनि मेन कुरा चाहिँ हाम्रो नेपालमा फिमेल डीजेहरुलाई चाहिँ डीजे भन्दा पनि अट्र्याक्सनको रूपमा लिन्छ जस्तो अब क्लबमा जाने भन्दाखेरि मान्छेले सोच्ने तरिका अर्कै हुन्छ मान्छेले प्राइसले बुझाएन डीजे भनेर बुझ्नेहरूले चाहिँ अब राम्रै भन्छ नबुझ्नेहरूले त त्यही नराम्रै सोच्छ कुनै बेला मम्मी ड्याडीहरू नै आउनुहुन्थ्यो हेर्न अनि त्यसमाथि मम्मीले नि बुझ्नुभयो ड्याडीले नि बुझ्नुभयो Female DJs like Jenny and Nani are slowly disrupting the music scene which was once a man's game. Jenny has performed not just in Nepal but also in India and opportunities are growing steadily. अहिले काठमाडौँमा धेरै पब क्लब लाउन्जहरु खोलिरहेको छ डीजेहरुले पनि काम पाइरहेको छ इभन काठमाडौँमा मात्रै हैन आउट अफ काठमाडौँ पनि धरान बुटवल चितवन पोखरातिर चाहिँ क्लबहरु खोल्ने क्रम चाहिँ जारी नै छ सो अहिले चाहिँ राम्रै छ With the growth in popularity and demand for female DJs, training institutions have popped up around Nepal aiming to support the younger generation. In Nepal, like people are also demanding lady DJs right now. 3 months, we've had over like 7 DJs right now, which are on the learning phase. We have like moreover 7 to 8 DJs which are more professional and known all over Nepal. उसमा त हेर्नु पर्यो भने क्राउड हो कस्तो क्राउड छ यहाँनिर अब कुन गीतमा रमाउन चाहन्छ उनीहरूले हामीले कसरी रमाउने त्यसमा हेर्नुपर्ने हुन्छ अब सपोज अब प्राइस क्लबतिर बज्ने भनेको हिपहपहरू यस्तो भयो ठाउँ अनुसार फरक हुन्छ जस्तो अब आउट अफ भ्याली चाहिँ बज्ने भनेको कमर्सियल हो अब त्यसपछि नेपाली हिन्दी Despite the dent women in Nepal have made to the DJing landscape, there's a long way to go before they are known for their skills and technique. मेरो चाहिँ मेन मोटिभ भनेको नै टु अपलिफ्ट मोर वुमेन डीजे इन दिस फिल्ड अनि अझै पनि जुन अट्र्याक्सनको रूपमा हेर्ने गर्नुहुन्छ सोसाइटीले या इभेन्ट अर्गनाइजरले हामीलाई चाहिँ रादर देन हाम्रो कामले त्यो चाहिँ एउटा त्यो पर्सेप्सन चाहिँ एउटा चेन्ज गर्नु मन छ हैन